नेपालगञ्जको सञ्जीवनी हस्पिटलमा एकजना गर्भवती महिला आफ्नो बिपी बढ्ने र घट्ने भएको कारणले जचाउन जानुहुन्छ। त्यही जचाउने क्रममा आफ्नो बच्चाको धड्कन चेक गर्दाखेरि उहाँको र उहाँको पेटमा भएको बच्चाको मृत्यु हुन्छ र उहाँहरूको मृत्यु हुनुमा त्यहाँको नर्सहरूको चाहिँ चरम लापरवाही भएको देख्न सकिन्छ। किनभने हामीले गुगलमा हेर्ने हो भने पनि, हामी मेडिकल नपढेको मान्छेले गुगलमा हेर्ने हो भने पनि यदि गर्भवती महिलाको चाहिँ बच्चाको धड्कन चेक गरिराखेको छ र उनलाई अनकम्फर्टेबल भइरहेको छ, गाह्रो भइरहेको छ, सास फेर्न गाह्रो भइरहेको छ भने चाहिँ उहाँलाई कोल्टे पारेर अथवा उहाँलाई कसरी सजिलो हुन्छ एकछिन उहाँलाई चाहिँ सहजीकरण गरेर उहाँको चेक गर्न पनि मिल्छ भनेर चाहिँ गुगलमा लेखिएको छ है। अनि उहाँहरू नर्सहरूले त थाहा हुन्छ नि त, किनभने हरेक मान्छेको शरीर एउटै हुँदैन। सायद अरू महिलाहरू, गर्भवती महिलाहरूले त्यसरी गर्दाखेरि उहाँलाई केही गाह्रो भएको थिएन होला, तर उहाँको जसको मृत्यु भयो उहाँको शरीर छुट्टै थियो होला होइन। नर्सहरूले त यस्तो कुरा त पढ्न जरुरी छ नि त, किनभने यस्तो कुरा त हामी सामान्य मान्छेलाई पनि थाहा हुने कुरा हो होइन। उहाँको श्रीमान जसको मृत्यु भयो उहाँको श्रीमानले देखिराख्नु भएको छ आफ्नो श्रीमतीलाई चाहिँ गाह्रो भइराखेको छ होइन। अनि मेरो श्रीमतीलाई गाह्रो भइसक्यो छोडिदिनुहोस् भन्दाखेरि पनि नर्सहरूले सबैको गरिराखेको छ त, हुन्छ तपाईँ एकछिन बाहिर गएर कुर्नुहोस् भन्ने खालको चाहिँ प्रतिक्रिया दिएको भनेर चाहिँ उहाँले आफ्नो कुराहरू राख्नु भएको छ होइन। अनि नर्सहरूको चाहिँ एकदमै चरम लापरवाही देख्न सकिन्छ र यो जुन बच्चाको धड्कन चेक गर्ने हुन्छ यो चाहिँ 30 मिनटसम्म गर्नुपर्ने हुँदो रहेछ र उहाँलाई गाह्रो पटक गाह्रो भयो भन्ने कुरा उहाँले भनिराख्दाखेरि पनि नर्सहरूले लापरवाही गरेकै कारणले गर्दाखेरि उहाँको त्यहीँनिर चाहिँ मृत्यु भइसकेको उहाँको श्रीमानको दाबी छ। किनभने उहाँ चाहिँ प्रत्यक्षदर्शी हुनुहुन्छ, उहाँको श्रीमान चाहिँ होइन। उहाँले देखिराख्नु भएको छ कि आफ्नो श्रीमती कराइरहेको छ, आफूलाई गाह्रो भयो भनिरहेको छ। त्यो भन्दै आफ्नो श्रीमतीको अनुहारहरू रातो भएको, पेट फुलेको, अनि खुट्टाहरू सबै सुन्नेको सबै देखिराख्नु भएको छ। अनि उहाँको श्रीमती चल्न छोडिसकेपछि चाहिँ नर्सहरू सबै डराएर सबै मासतिर गएर अनि फेरि अपरेसन गर्नुपर्छ भनेर झुटो बोलेर फेरि उहाँलाई, जस्तै अब हाम्रो कसैको अपरेसन हुँदैछ अथवा कुनै सिरियस केसहरू छ भने चाहिँ डक्टरले हामीलाई पहिले नै तपाईँको पेसेन्टलाई केही भइहाल्यो भने चाहिँ हामी डक्टर र यहाँको हस्पिटल चाहिँ जिम्मेवारी हुँदैन भनेर साइन गर्न लगाएको हुन्छ होइन। उहाँको चाहिँ श्रीमतीको मृत्यु भइसकेपछि चाहिँ उहाँहरूले त्यो साइन गराउन खोज्नु भएछ। अब उहाँको श्रीमान चाहिँ एकदमै पढेको हुनुहुन्थ्यो, एजुकेटेड हुनुहुन्थ्यो, बुझ्ने हुनुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि चाहिँ बुझिहाल्नु भयो, थाहा पाइहाल्नु भयो यिनीहरूले फसाउने कोसिस गर्दैछ भनेर। अनि त्यसपछि उहाँले साइन गर्नु भएन। यदि अरू कोही हुनुहुन्थ्यो भने सायद अब त्यति बेला त्यो समयमा होइन आफ्नो श्रीमती बित्नु भयो भन्ने, आफ्नो बच्चा बितिसक्यो भन्ने समयमा चाहिँ त्यस्तो दिमाग छट्ट कसैको पनि आउँदैन, धेरै जस्तोको आउँदैन होइन। उहाँको श्रीमानले चाहिँ त्यतिखेर ठ्याक्क पत्ता लगाएर चाहिँ उहाँले साइन गर्नु भएन होइन। अनि डक्टरले त्यसरी कसरी सिधै औँला उठाउन मिल्छ भन्ने कुरा पनि आउँछ होला होइन। तर उहाँको श्रीमानले भनेको कुराहरू देखेर चाहिँ उहाँहरू प्रत्यक्षदर्शी हुनुहुन्छ नि त, उहाँले देखिरहनु भएको छ कि आफ्नो श्रीमती बितिसकेपछि पनि उहाँहरूले माथि लगेर अपरेसन गर्नुपर्छ भनेर साइन गराउने कोसिस गरिराख्नु भएको छ भनेपछि उहाँले के कुरा लुकाउन खोज्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ प्रश्न देख्न सकिन्छ होइन। अनि उहाँको श्रीमतीको चाहिँ बच्चा नभएर चाहिँ उहाँहरू दुईजनाको चाहिँ बच्चा नभएर चाहिँ उहाँहरूले चाहिँ 21-22 लाख खर्च गरेर चाहिँ आइभीएफ युज गरेर चाहिँ बच्चा जन्माउन खोज्नु भएको रहेछ होइन। त्यत्रो दुःख गरेर बच्चा जन्माउने कोसिस गरिराख्नु भएको थियो, आफ्नो श्रीमती पनि गुमाउनु भयो, आफ्नो बच्चा पनि गुमाउनु भयो र यसमा चाहिँ हस्पिटलको एकदमै ठुलो लापरवाही देखिन्छ।